लोड सेडिङ हुनुको कारण के थियो भन्ने कुरा पब्लिकलाई धेरै थाहा छैन। यो कुरा थाहा नै छैन हैन। एकदमै यो 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 विषय भनेको एक दिन व्याख्या गर्नुपर्ने विषय छ है। यो धेरै कुराहरू छन्, तर सरस्वती म इम्पोर्टेन्ट पोइन्टहरू अहिले तपाईँलाई भन्न चाहन्छु। अब पहिलो कुरा चाहिँ लोड सेडिङ हुनुमा चाहिँ यो औद्योगिक ग्राहक र घरायसी ग्राहकमा प्राथमिकता उहाँहरूको औद्योगिक ग्राहकलाई परेको थियो प्राथमिकता, पहिलो कुरा है। किनभने औद्योगिक ग्राहक त्यो बेला 400-500 मेगावाटको थियो, 400-500 मेगावाट थियो र उहाँहरूले प्राथमिकता औद्योगिक ग्राहकलाई दिनुहुन्थ्यो र त्यो पनि कार्यकारी निर्देशकको तोक आदेशको भरमा उद्योगलाई चाहिँ 20 घण्टा, कसैलाई त 24 घण्टा पनि दिएको छ। म तपाईँलाई डाटा दिन सक्छु। त्यो बेला कार्यकारी निर्देशकले तोक लागेको तोक आदेशहरू म तपाईँलाई दिन सक्छु। विधि चाहिँ त्यो थिएन त्यतिबेला, तोक लाएर दिएको छ, तोक लाएर दिएको छ। त्यो डाटा तत्कालीन कार्यकारी निर्देशकले तोक लाएर दिएको 24 घण्टा यसलाई दिनु, 18 घण्टा यसलाई दिनु, 19 घण्टा यसलाई दिनु, 20 घण्टा यसलाई दिनु भन्नेको डाटाहरू मसँग छ। अनि अर्को कुरा चाहिँ लोड सेडिङ हुनुमा इन्भर्टर र ब्याट्रीको व्यापार थियो। लोड सेडिङ हुनुमा स्वर्णयुग थियो है। होइन, व्यापारले किन लोड सेडिङ बढायो भन्ने हुन्छ नि। अब यो ठाउँमा तपाईँलाई यो चलाउनु पर्यो, तपाईँको यो स्टुडियो चलाउनु पर्यो, तपाईँले त इन्भर्टर ब्याट्री राख्नु पर्यो। अब तपाईँको चाहिँ 10 किलोवाटको इन्भर्टर र ब्याट्री राख्नुभयो, 10 किलोवाटको होइन। कसैले 20 किलोवाटको राखेछ, कसैले 1 किलोवाटको राखेछ, घर घरमा इन्भर्टर र ब्याट्री राखेछ होइन। अब त्यो चाहिँ देशभरि हिसाब गर्न काठमाडौँमा मात्रै 300-400 इन्भर्टर ब्याट्री 400 मेगावाटको बराबरको है, देशभरि 600-700 मेगावाटको चाहिँ इन्भर्टर र ब्याट्री बिक्री भइसकेको थियो त्यो बेला। ब्याट्री त्यो के हुन्थ्यो त्यो बेला? अब जति चाहिँ बत्ती आयो एउटा सेक्टरमा, बत्ती आयो भने चाहिँ इन्भर्टर चार्ज हुन्थ्यो, ब्याट्री चार्ज हुन्थ्यो, पुरा चार्ज हुन्थ्यो, ब्याट्री पनि चार्ज हुन्थ्यो, कम्प्युटर चल्थ्यो, इन्भर्टर पानी तान्थ्यो, कम्प्युटर चलाउँथ्यो, के हुन्थ्यो सबै कुरा हुन्थ्यो होइन। अनि बत्ती जानासाथ त्यो इन्भर्टर र ब्याट्री डिस्चार्ज हुन्छ, ब्याट्री डिस्चार्ज हुन्छ। अनि बत्ती गएपछि त त्यसपछि इन्भर्टरले बाल्नु पर्यो, त्यसमा 30% लस हुन्छ। अर्को कारण चुहावट थियो, 26% चुहावट थियो। 26% को चुहावट भनेको करिब 300 मेगावाटको चुहावट हो त्यो पिक टाइममा हैन, त्यति बेलाको हैन। 26% 1% भनेको 26% चुहावटले त अब सितैमा बाहेपछि त मान्छे त्यतिकै बाल्न थाले नि। भक्तपुरतिर त्यो ऊ पनि त के अरे खाना पकाउनेदेखि के गाई बस्तुलाई के पकाउने पनि त्यसैबाट गर्थे हैन। भक्तपुरको चुहावट मात्रै 40% थियो भक्तपुर जिल्लाको। त्यो बेलाको डिमान्ड भक्तपुरको 28 मेगावाट थियो। लोड सेडिङ अन्त्य भएपछि भक्तपुरको डिमान्ड चाहिँ 14 मेगावाटमा झर्यो। सित्तैमा पाएपछि के चलाए के चलाएन हैन। त्यसले गर्दाखेरि अरूलाई के भयो त? लोड सेडिङ बढ्यो।